25 केजी 300 बोरा अनि ग्यास सिलिन्डर 70 वटा भरेको सिलिन्डर अनि नुन 4 बोरा सोयाबिन ओइल 20 लिटर दाल 25 केजी मासको दाल 25 केजी मस्यौरा 10 केजी चिउरा 20 केजी दालमोट 5 बोरा साबुन 6 कार्टुन लाइफबोय साबुन 2 केजी 2 ब्रस होला चिल्ली अनि खुर्सानी जिरा बेसार अनि त्रिपालहरू वाइवाई 50 कार्टुन छ पानी 50 कार्टुन अनि अरु चाहिँ हामीले 200 बक्स चाहिँ मास्क छ अनि 25 लिटर हाम्रो 25 लिटर चाहिँ सेनिटाइजर छ अनि फेस सिल्ड 100 पिस यति सामान चाहिँ लगभग हाम्रो 11 लाख सामसुङको सामान चाहिँ हामी अहिले लाँदैछ आज चाहिँ हाम्रो फर्स्ट फेजमा चाहिँ हाम्रो मेलम्चीमा हुनेछ यो वितरण कार्यक्रम भोलि हाम्रो हेलम्बुमा हुनेछ भोलि चाहिँ हेलम्बु जानलाई आज चाहिँ बाटोको अवस्था पनि अलि बिग्रिएको छ अरे भोलि चाहिँ बाटो हेलम्बुको बाटो बन्यो भने हामी भोलि हेलम्बुसम्म पनि लानेछौँ सर को भएर जाँदै हुनुहुन्छ सर सम्पूर्ण बर हाउस फ्यामिली हजुर यो बर हाउसको संस्थापक म आफै बसन्त लामाको नेतृत्वमा सम्पूर्ण बर हाउस फ्यामिली अनि मलाई माया गर्नुहुने साथी देश विदेशबाट कोही युएसएबाट कोही चाइना कोही अमेरिका कोही अस्ट्रेलिया कोही साइप्रस विभिन्न देशबाट सहयोग गर्नुभएको र यहाँ विभिन्न सङ्घ संस्थाबाट बाहिरी खुल्ला मन भएको साथीहरूले पनि गर्नुभएको छ बर हाउस बाहिरको यही टिम मिलेर गरेको फोटो खिच्यो त्यहाँको कसैले केही बोलेर सुरु गर्नु फोटो खिच्यो भनेको लाइक फोटो नचिन्नु भइरहेको थियो ए बिगार्यो अरे बर्गर हाउसले सुरु गरिएको राहत वितरण कार्यक्रम पटक गइरहेछ विगतको वर्षदेखि अब कहिले भूकम्प कहिले बाढी पहिरो अब भूकम्पको बेलामा त कति सानो बर हाउस तर विगतको योभन्दा अगाडिको बाढी पहिरोमा बर हाउसले 2 ठाउँमा सहयोग गरिसकेको छ जुन
जम्बू पहिरोदेखि लिएर बुटवल गाउँपालिकाको पहिरो दुईजना सहयोग गरिसकेको छ। अहिले पछिल्लो चरण अस्तिको जुन राति मेलम्चीमा भएको घटना छ, हेलम्बु लगायत हेलम्बुको यो दिनमाथि पहिरोले आएर मेलम्चू डुबाउनु परेको हो। यो घटनालाई अब सबैजनाले बिहान उठ्ने बेलामा सबैले मिडियामा आएको मेलम्चूमा यस्तो घटना भयो भनेर। जुन घटनालाई देख्दाखेरि सबैले यो सहयोग गरौँ। मेलम्चूमा यतिखेर विपद भएको छ, यहाँ गाह्रो भएको छ, पहिरोले लगेको छ, यहाँ पिडिएको छ, धेरै जनधनको क्षति भएको छ भन्ने सुन्नमा आयो। अनि सम्पूर्ण साथीहरूले पनि यो टाइममा बरु हस्ते के गरौँ भन्ने, बरु हस्ते तर्फबाट के गरौँ, सबैले अब बरु हस्ते फाउन्डर अब सबैले सुरुवात गर्नु भन्ने साथीहरू भाइबाट कुरो भएको हुनाले मैले सुरुवात गरेँ। त्यहाँबाट जुन सुरुवात हिजो हामीले बिहान 9-10 बजेर सुरुवात गर्दाखेरि 10-12 घन्टाको अन्तरालमा हामीले 10-12 लाख रुपियाँ फन्डमा जम्मा गऱ्यौँ। हो त्यो रकम बराबरको चाहिँ अहिले जुन हामीले अहिले मेलम्चीमा ल्याएर दाल चामलदेखि लिएर दाल चामल नुन अनि ग्यासहरूदेखि लिएर रात बगेर आएको छौँ। मैले यस घडीमा सहयोग गर्नुहुने विभिन्न बरु हाउसको काठमाडौँ भ्यालीभित्र भएको शाखाहरू, भ्याली बाहिर भएको शाखा, बर्गरमा आबद्ध साथीहरू र बर्गरमा माया गर्ने कतिपय मलाई माया गर्ने साथीहरू विदेशबाट कोही अस्ट्रेलिया, अमेरिका, अस्ट्रेलिया, चाइना, दुबई विभिन्न देशबाट सहयोग गर्नुभएको छ। सबैको सहयोगको आभारी छौँ हामी। सबैको सहयोगलाई अब कस्तो रूपमा हामीले पारदर्शी तरिकाले हामी यहाँ ल्याएर वितरण गरिरहेका छौँ। यो हामी मिडिया मार्फत जानकारी गराउन चाहन्छौँ। जस्तो बसन्त सर, तपाईँले अहिले करिब 12 लाखको सामान यहाँ ल्याउनु भएको छ होइन? यसको वितरण प्रणाली चाहिँ कसरी होस् भन्ने चाहनुहुन्छ अथवा के कसरी समन्वय गर्नु भएको छ तपाईँले? अब यहाँको वितरण प्रणाली हामीले हिजो काठमाडौँ पुग्दाखेरि अब यहाँको नगरपालिकामा दिने, नगरपालिकाबाट चाहिँ सम्पूर्णलाई अब सम्पूर्ण यहाँको पीडितहरूलाई पुर्याओस् भन्ने हाम्रो चाहना थियो। त्यही अनुसार हामी अहिले यहाँ नगरपालिकामा आइपुग्यौँ। नगरपालिकामा आइपुग्दाखेरि मेलम्चू नगरपालिकामा लगभग रात धेरै नै ठाउँबाट आइपुगिसकेर छ। मेलम्चू नगरपालिकामा ल्याएको जुन हामीले 11-12 लाखको रात चाहिँ लगभग आधी रात यहाँ दिने वितरण गर्ने सोच बनाएर आधी चाहिँ हेलम्बु गाउँपालिकामा हेलम्बुमा दिने निर्णय गरेको छ हामीले। तपाईँ यहाँ आइपुग्दाखेरि अहिले जुन हामीले खोलाको दृश्य हेऱ्यौँ होइन, त्यहाँबाट पारेको प्रभावित स्थानीयहरू पनि देख्यौँ उहाँहरूको अनुहारमा। तपाईँले के देख्नुभयो? तपाईँलाई के लाग्यो? एकदम भयावह छ। यहाँ सोचै नसक्ने भएको छ। यहाँ जुन चाहिँ अब हामीले त कल्पना पनि गरेको थिएन यतिसम्म भएको थियो भनेर। मिडियामा दिएको भन्दा पनि बढी भएको छ यहाँको क्षति चाहिँ। अब त्यही हो। जस्तो तपाईँहरूले चाहिँ खाद्यान्नलाई धेरै प्रायोरिटी दिनुभएको छ होइन, तर यहाँ चाहिँ खाद्यान्न भएको भन्ने पनि सुनिएको छ मेलम्चीमा चाहिँ। के चाहिँ भयो अब आउने रातहरू चाहिँ के ल्याइदियो हुन्थ्यो जस्तो लाग्यो तपाईँलाई? अब यहाँको वासस्थानको लागि विभिन्न संस्थाबाट पनि पाल त्रिपालहरू आएको भन्ने सुन्नमा आयो। त्यही भएर खाद्यान्नको कमी छ। अनि यहाँको वडा अध्यक्षले नगरपालिकासँग समन्वय गर्दाखेरि ग्यासहरू चामलहरू ल्याउनु भन्नुभएको हुनाले नै हामी त्यही अनुसार ल्याएर आएको हो। गणेश दुलाल, यसरी बाढी आउँदैछ भन्ने कुरा चाहिँ तपाईँले जानकारी कसरी पाउनुभयो? पहिला सुरु सानो आएको थियो, अनि त्यसपछि पहिला सानो आयो, त्यसपछि 6 बजेपछि चाहिँ अचक खालि यहाँ टिक्ने बस्नै नसक्ने र टाङ र टुङटुङ गरेर आएको थियो। हजुर। त्यसपछि चाहिँ अनि हामी अब म साना बुढाबुढीलाई चाहिँ माथि पुऱ्यायौँ हामीले माथि घरमा। अनि त्यसपछि चाहिँ हामी हेरेर बस्यौँ बेलुका 3 बजेसम्म। 3 बजेपछि चाहिँ त्यो चाहिँ कहिले? अस्तिको दिन? अस्तिको 1 गतेको दिन, असार 1 गते। असारको 1 गते। अनि घर चाहिँ कहिले छोड्नुभयो? तपाईँको घर यहीँ? घर छोडेको असारको 2 गते भनौँ न। 3 बजे छोडेपछि 2 असारको 2 गते छोड्यो। तपाईँको घरमा चाहिँ त्यस्तो क्षति भएको छैन, तर यो कटान भएको छ? यो भित्र कति भएको छ। अब अलिअलि भएको सामान चाहिँ झिक्यो। तपाईँ घर के बनाउँदै हो अहिले? घर बनाउँदै भन्दा नि बसेर बाहिर चाहिँ यता अलिकति प्लास्टर गरेको थिएन, फेन्सिङ मात्रै बाँकी थियो। घर बनाएर सरायो नि धेरै भएको छ। कहिले भयो सर्नु भएको? म त्यही अब साउनमा 2 वर्ष जति
तर यो भयावह अवस्थामा अब स्थानीय निकायले होइन सम्बन्धित निकायले के गरिदियोस् भन्ने तपाईँको अपेक्षा अथवा मलाई त अब राम्रो भोलिपछि रोकेर घर बस्यो भने अब माथिबाट वालसाल लाउने यस्तो सेभ गरिदिनुहोस् भन्नु कतिको तपाईँलाई यहाँ सेफ्टी छ जस्तो लाग्छ भोलिको दिनमा पनि यस्तो पहिला त सेफ्टी नै लाग्थ्यो अहिले त अब बजार नै सिद्ध्याएर आयो यो खोला कहाँनिर थियो पहिला खोला यहाँ तपाईँको तल पारिपट्टि त होइन यहाँ तल जग्गा 14-15 रोपनी जग्गा थियो तल फाँट हजुर अनि त्यसपछि धेरै माथि उठ्यो यो त 100 मिटरभन्दा माथि आएको 100 मिटर माथि उठ्यो भयो धेरै माथि लेभल 100 मिटरभन्दा माथि आएको भनेपछि धेरै गहिरो थियो तल पहिला धेरै गह्रो हेलो हजुर यहीँ हुनुहुन्थ्यो हेलो घर चाहिँ कहाँ हो हाम्रो घर तपाईँ यहाँ के गर्नुहुन्छ ए बारी बोक्ने बजारमा काम गर्ने गाउँ काम भारी बोक्ने काम गर्नुहुन्थ्यो अनि अहिले काम बन्द छ अहिले त सबै बन्द छ पुल भाँचिसक्यो सबै काम बन्द छ कहिलेदेखि यता जानु अहिले त 3 दिन हिजो बढी छ यो यहाँ बसेको चाहिँ कहिलेदेखि अझै बस्यो त साल 1.5 साल भयो 1.5 साल भयो ए अनि अहिले कहाँ बस्नु भएको छ कसकोमा बस्नु ओ माथि दोकान छ के दोकान हो किराना पसल खानेकुरा ल्याइदिएको छ कसैले खानेकुराहरू सबै बन्द छ काठहरू दिएको छ राहत दिएको छ भन्नुहुन्छ उहाँले राहत केही पाउनु भएको छ पाउँदैन पाएको छैन है हस्त पानी बढेको छ अहिले बहाव बढिरहेछ है गर्नको लागि